One eternity later. आज चाहिँ म चाहिँ धम्बु जान गएको छु होइन तपाईँहरूले पनि थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भएको होला होइन। आजको मौसम चाहिँ एकदम राम्रो छ गाइजहरू होइन। यसको लागि चाहिँ धेरै दिन कुरेको 2 दिनदेखि 3 दिनसम्म पानी परेको हो। यसको लागि चाहिँ पनि धेरै कुर्नु परेको छ। अब चाहिँ रेगुलर पनि भ्लग आउँछ दिनदिनै अनि तपाईँहरूले साथ सपोर्ट दिनु होला होइन। र फेरि हामी हरिचोक गएर भेटौँ। यहाँ के भएको छ है गाइस, कन्टेन्ट त मिल्यो होला गाइस। हामी पनि हेर्न आउँछ वाट ह्यापन हियर है। जाम परेको हो गाइस होइन। के भएको छ हेरौँ न हामीले वाट ह्यापन गाइस हियर। ओ माई गॉड गाइस, ट्रक खसेछ है स्नेकको कन्टेन्ट। जाँदा होला यताबाट जाँदा होला। यहाँ कस्तो बोल्दिएको छ धेरै नै हुनुहुन्छ। मलाई पनि थाहा छैन, म त भर्खर आएको। राम्रै तालले भएको छ गाइस एक्सिडेन्ट यहाँ। गाइस फाइनली हामी पनि कन्टिन्यू गर्नुपर्छ यात्राको लागि। लेट्स गो। हेरेर बसेर हुन्छ गाइस है। मान्छेहरूको भिड आउनुहुन्छ ग्याट ग्याट है। र हामीले यसरी यात्रा गर्नुपर्छ होइन। यसरी बसेर हुन्न गाइस है। नराम्रो तालले लडेको छ ट्रक। लेट्स गो। भन्नुमा त किन जाम भयो भनेको गाइस होइन। लेट्स गो। हामी चाहिँ हाम्रो यात्रा हिँड्नुपर्छ गाइस। ट्रक खसेर चाहिँ गाइस त्यो भएर यसो हेरिदिएको तपाईँहरूलाई देखाएको मैले होइन। यो भिडियोमा यो चाहिँ खै अचानक के गरेर होइन पोलको तारसँगै तल ट्रक खसेको छ है। रिजन चाहिँ थाहा भएन कहिलेको खसेको गाइस। तर चाहिँ नराम्रै तालमा खसेछ गाइस। गरामा चाहिँ एक्सिडेन्ट भइरहेको छ। यहाँ पोल पनि खसेको छ गाइस। पोल पनि खसेको छ भइरहेको। डेन्जरै भयो जस्तो छ गाइस। यहाँको त इन्टरनेट त गायब भयो होला गाइस। यात्रा लामो गर्नु छ गाइस। नराम्रै एक्सिडेन्ट भएको गाइस। मैले के गरेँ चामलको बोरा रहेछ गाइस ट्रकभित्र दिनु अरे। फेरि हामी माथि गएर भेटौँ गाइस। फाइनल्ली हामी धम्पुस चढ्ने उकालो आइसक्यौँ। यहाँ चाहिँ हाम्रो यात्रा फाइनल्ली सुरु हुन्छ है। पहिलोचोटि साइकलमा धम्पुस गर्ने हो। बाटो कस्तो हो थाहा छैन गाइस बट लेट्स गो। हामीले चाहिँ धेरै वर्षपछि धम्पुस आएको छु म गाइस। त्यही पनि साइकलमा। हेर्सी तानिन्छ कि तानिन्न तर पिच त पिचै छ जस्तो लाग्छ मलाई। तानिन्छ नो प्रब्लम। बाटो त राम्रो छ जस्तो लाग्छ। हेर्दा त हामी चाहिँ 99% उकालो हो गाइस होइन। बिस्तारै जाउँ होइन।
देखा जाँदै प्रेसर नगरौँ बिस्तारै जाउँ बा नमस्कार जति सक्दो यदि बिस्तारै जानियो गाइजहरू धेरै धेरै प्रेसर पनि नलिउँ धेरै हिँडियो के अरे खास आमा अब यसलाई चाहिँ मैले हेर्दैछु बाटो कस्तो हो र साइकलै कुदा र गाइस फाइनली गाउँभित्र त हामी पुगिसक्यौँ तपाईँलाई एउटा मिठो भ्यू देखाउँछु गाइस मैले यहाँबाट होइन वाउ भ्यू हेर्नु गाइस है वाट अ ब्युटिफुल भ्यूज गाइस फ्रम हियर होइन ओके ल गाइस है गाइस डेन्जर है ल गाइस हामी गाउँ डुल्न हिँडिरहेका छौँ अहिले चाहिँ कता गएर कहाँ पुगिन्छ गाइस नमस्कार है नमस्कार दाजु होइन तान्छ दाजु यहाँ माथिबाट आइरहन्छ चलाएर केही गाइस बाटो हेर्न सक्नुहुन्छ धुस्तै छ बाटो पानी परेर तर हामीले चाहिँ गेट गरेकै छौँ हामी है सक्दो हाम्रो राइड हानेकै छौँ यहाँ साइकलमा चाहिँ यो चाहिँ सिटको प्रब्लमले गर्दा नो प्रब्लम हान्छ राइड ओ माई गॉड भ्यू हेर्न गाइस वाउ वाट अ भ्यू के है गाइस फाइनली हाम्रो ठाउँमा लाग्यो हामी खास ट्रेकिङ गर्नुपर्ने हो हामी चाहिँ गडगडै गरिदिउँ ट्रेकिङ रुटमा साइकल चलाइदिउँ हामी केही हुन्न गाइस वा भ्यू हेर्न सक्नुहुन्छ अब नमस्कार नमस्कार ओ माई गॉड है चाहिँ तल बिहा हुँदैछ क्या अब गाइस उसको विवाह कि यो जग्गा चाहिँ धेरै गाह्रो ल्याइयो गाइस माथि त्यही पनि लेट्स ओ वर्तमान रहेछ गाइस वर्तमान पनि हामी उकाल्दैछौँ गाइस अब चाहिँ माथि गएर वाउ गाइस यहाँ धेरै फरेनरहरू पनि निस्किनु भयो बट हामी चाहिँ जस्ट होइन डुल्नलाई चाहिँ हामी हिँडेका हौँ नट बी लाइक होइन कहिले खोरेर टकहरू गरिदिउँला नि हामी खैसँग हेलो गाइस यस गाइस बाटो जस्तै छ गाइस त्यही पनि हामी हिँड्ने हौ कहाँ कहाँसम्म गइन्छ गाइस जाम टाइम पनि हेर्नुपर्छ
ओ माई गड यहाँ त बाटो बनाउनु लागेको छ फेरि जाम हेर कहाँसम्म गइन्छ हिलोमा चाहिँ कचार्नु भएन गाइस है डेन्जरै स्ट्रगल आएको छ यहाँ गाइस या Oh my god, I never think that it is possible to go on to ride here from त्यो त बनाएको हो गाइस कताबाट जाने भन्नेमा हो गाइस हामी हैन हामी चाहिँ पपुलरले जानुपर्छ रहेछ काम चलिरहेको छ गाइस यहाँ हेर्न सक्नुहुन्छ है बाटोको धस्ती छ तालमेल बट हामी चाहिँ एकदम यतिखेर मैले बाटो हेर्दै होस्टे छ गाइस अहिले आउँदा चाहिँ ओह्रालै पर्छ गाइस 90%। हामी हेरौँ कहाँसम्म गइन्छ हेर्सी। ओह्रालै जानु वाउ वाउ खैरियो रहेछ। हेलो यहाँ चाहिँ बाटो ढुस्दै बिग्रेको छ गाइस, ग्याट गर्न नि मिल्दैन है। त्यही पनि जानुपर्छ गाइजहरू है। भरे युट्युबमा हाल्न चाहिँ मजा आउँछ तर एकदम बाटो चाहिँ ढुस्दै छ। क्याम्पसम्म टिबिसी क्याम्पसम्म जाऊँ कि होइन। बाटो चाहिँ धेरै गाह्रो छ गाइस यहाँ चाहिँ होइन। बट वी कैन गो विच वे आई डोन्ट नो है। इट्स रियली हार्ड टु राइड बाइसाइकल हियर इन दिस विलेज गाइस। कम अन तर हामी जान्छौँ गाइस। हुन्छ लेट्स गो। Oh my god. बिस्तारै जानुपर्छ गाइस धेरै। यहाँ नमस्कार बुवा। फाइनली गाइस ओ माई गड आई लाइक दिस फ्ल्याग गाइस। हेर त्यहाँ सबै देशको फ्ल्याग छ है। Namaste, hello. Just I'm going to rest here. Hello. Which country do you from? Germany. Oh, nice to meet you. Hello guys, finally म यहाँ रेस्ट गर्नलाई बसेको छु। यहाँको पछाडि विदेशी हुनुहुन्छ फ्रम जर्मन है उहाँहरू। अहिले चाहिँ एकछिन रेस्ट गरौँ 5-10 मिनट अनि त्यो पछि चाहिँ हामी फेरि कन्टिन्यू यात्रा गर्नेछौँ। अझै छ आउनलाई 5-10 मिनट। त्यसको लागि चाहिँ रेस्ट गरौँ। कन्टिन्यू माथिबाट उकालेर आइरहेको छौँ हामी। अहिले चाहिँ केही सेनलाई चाहिँ मुटुलाई शान्त दिउँ है। धेरै
धेरै भइसक्यो दाइ आइ जानेको पनि मलाई अब 2-3 घन्टा हुन लागिसक्यो त्यही भएर अहिले चाहिँ एकछिन रेस्ट गर्नेछौँ अनि फेरि 10 मिनट पछि चाहिँ हामी फेरि यात्राको लागि कन्टिन्यू गर्नेछौँ ओके ल भाइलाई नि यहाँ छ भाइ है खुसी मैले दर्शन ढुङ्गो मैले नि पहाड पल्टाइदिन्छु मलाई डोजर चाहिन्छ मेरो हातले सक्दो रहेछ मलाई स्काइभेटर चाहिन्छ रहेछ पहाड भत्काउनुको लागि मैले केही गर्न सक्ने मैले आफैले गर्न सक्दो रहेछ भन्ने कुराहरू मेरो र तपाईँलाई पनि त्यो भन्छु कि सबै कुरा नभनिदिनु होला सबै कुरा निड हेल्प साइकल पनि 2टा चक्का हुन्छ एउटा चक्काले काम गरेन भनेदेखि अर्कोले काम गर्दैन गाइज है सुन्न हुनुहुन्छ अब हामी चाहिँ भर्खर यहाँ मैले नजानेको कुराहरू छन् म बोल्न जान्दिनँ केही जान्दिनँ म कुनै मेरो प्यारो भाइलाई अब साइकल थन्काएर पढ्नु होला भनेर गाइज यो सल्लाह सुझाव राम्रै हो मलाई धेरै लिन दिनुहुन्छ तर म चाहिँ अब 12 सम्म चाहिँ पढ्न पाएँ मान्छेहरू पढेर उत्रनु पर्यो एजुकेसन होइन अब कसैले केही नगरेको कुराहरू कसैले किताब पढेको छैन कसैले सोच्नु पढेको छैन शिक्षा अनिवार्य भने मूर्खताहरू कतै हुन पाइँदैन सिस्टम फाइनली कफी दाजुले स्पोन्सर गर्नुभएको थियो खाइयो अनि अब चाहिँ हामी तल जान लागेका छौँ डबल सक भएको भए त उडाउनु हुन्थ्यो गाइस यहाँ चाहिँ हाम्रो चाहिँ हामी बिस्तारै जानुपर्छ भाइसँग डाउन सुरु भइसक्यो गाइस कफी पनि दियो खाइयो फर्स्ट टाइम इन माई लाइफ के कफी खाएको जब रोड आउन थाहै हुन्न मलाई मेरो टायर के हालत कस्तो हो भन्ने ल गाइस फाइनली तल आइसकेका छौँ हामी अब चाहिँ यहाँ 5 मिनट 10 मिनट रेस्ट गरौँ अनि फाइनली हामी ब्याक टु द पोखरा है गाइस खासै उकालो पनि छैन गाइस ओह्रालो त अब डाउन मजै आउने आउँदाखेरि तर धेरै रमाइलो भयो भनौँ न है आजलाई यति नै है अब फेरि तल ब्याक टु द रोडमा गएर भेटौँ लगाइन्छ ओके फाइन गाइस फाइनली जाममा परियो है गाइस पछाडि हेर्न पनि जाम छ भाइ ल गाइस सब भाइ बहिनीहरू घर जाँदा त जाम होस् ओके है अब जाम खोलिँदा कहिले हो गाइस खोलिनु एडभेन्चर मनी ल गाइस सब भाइ बहिनीहरूलाई है गाइस ल सब बेलुका युट्युबमा आउँछ नि ल गाइस सब आउँछ भिडियो है बेलुका हेर है एडभेन्चरमा सब्सक्राइब है सबले आजै आउँछ बेलुका 8 बजे है 8 बजे सबले सब्सक्राइब है फुल सपोर्ट फ्रम प्रतिभा सपोर्ट फ्रम प्रतिभा दाजु टाटा सियु ओके मलाई बेलुका सब्सक्राइबर झ्याप्पो झ्याप बढ्छ क्या अब गाइस फाइनली है ओ भाइलाई सर्ट आउट दिनु होइन सर्ट आउट प्रतिभा गाइस फाइनली हामी अब घरतिर अन्तिम आउनु लागिसक्यौँ डाइरेक्ट घर भेटौँ लगाइस यस्तो म छाड्के गाइस
when we are ride Masal, guys.